जिल्लाधिकारीज्यू नमस्कार। नमस्कार। यो नागार्जुन नगरपालिका 1 नम्बर वडामा रहेको यो मञ्जुश्री महिला समाजद्वारा आयोजित 7 दिने 42 घण्टे जुन चाहिँ मन्टेश्वरी आधारभूत मन्टेश्वरी सहजकर्ता तालिम लिएर भर्खरै आज समापन गरेर प्रमाणपत्र लिनुभएको छ। यो तालिम कस्तो रह्यो? यहाँको अनुभव के सिक्नुभयो? यो तालिम समग्रमा एकदमै राम्रो रमाइलो भयो। सोचे भन्दा धेरै ज्ञानहरू लिए जस्तो लाग्छ। अनि हामीले थ्योरी त अलिअलि जानेकै थियौँ होइन, त्यो थ्योरी कुरालाई कसरी प्र्याक्टिकल रूपमा कसरी सानो बाबु नानीहरूलाई पढाउने भन्ने कुरा एकदमै सहज रूपमा हामीलाई प्रशिक्षकज्यूले सिकाउनु भयो र कसरी पढाउने बाबु नानीलाई कसरी सहज रूपमा सिकाउने भन्ने तरिका सिकाउनु भयो। त्यसैले यो कार्यक्रम एकदमै उपलब्धिमूलक रह्यो भन्न चाहन्छु। अन्तमा अब यस्तो कार्यक्रम आयोजना गर्यो आफ्नै छेउमा आफ्नै दिदीबहिनीहरूको समूहले होइन, एकदमै खुसी पनि हुनुहुन्छ। यहाँले अघि नै भनिसनि सक्नुभयो एकदमै उपलब्धिमूलक भयो भन्नुभयो। अब यसलाई आयोजकलाई के भन्नुहुन्छ? यो 1 हप्ताको तालिममा जति कुराहरू यहाँले सिक्नुभयो यो मनज्ञ छ या थप तालिमको आवश्यकता छ? मनज्ञ नै त भनि नहालौँ होइन। यो कार्यक्रमले चाहिँ हामीलाई अलिकति भए पनि सहयोग गर्यो बच्चाहरूलाई कसरी पढाउने भनेर। पूर्ण रूपमा नभए पनि हामीले बच्चालाई कसरी पढाउने भन्ने तरिका जान्यौँ। अब हामी यति बेला नै विद्यालयमा गएर पढाउन थाल्यौँ भने, कन्टिन्यू गऱ्यौँ भने धेरै हदसम्म सहयोग हुन्छ कि भन्ने अपेक्षा पनि गरेको छु। र आयोजकलाई के भन्नुहुन्छ? आयोजकलाई हृदयदेखि धेरै धन्यवाद भन्न चाहन्छु र आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमहरू ल्याएर हामीहरूलाई सहज रूपमा दिनुहुन्छ र हामीहरू पनि लिन्छौँ र हाम्रो यो समाज, वडा अनि समग्र देशलाई नै थोरै भए पनि आफ्नो तर्फबाट योगदान दिन सक्छौँ भन्ने चाहना व्यक्त गर्छु। हस्, तपाईँलाई धेरै धेरै शुभकामना अनि बधाई पनि छ।